फेरि मैले के गर्छु त नो नेममा गएर अब अहिले मेरो सिन्स फर्स्ट क्लास हो नि त हैन अनि यसलाई मैले अहिले क्लास 1 भनेर दिएँ ल अहिले क्लास फर्स्ट क्लास गर्दैछु अहिले सँगसँगै नभएर खालि हेर मात्र अहिले भिडियो दिइहाल्छु मैले हैन चाहियो भने है हेर है सबैले छ हेर यो सुरु भयो है अब ठीक छ है ल अब हेर है अब मैले सुरुमा मैले के दिनुपर्छ त सुरुमा कुनै पनि क्लास बनाउँदाखेरि अथवा कुनै पनि मैले प्रोग्रामिङ स्टार्ट गर्दाखेरि इन्क्लुड include.htream.h दिएँ हैन त्यसपछि अर्को मैले फाइल के इन्क्लुड गर्नुपर्छ इन्क्लुड conio.h गर्नुपर्छ यो दुईटा हैन मैले बेसिकली मलाई चाहिने भनेको अब हेर अब सुरुमा मैले के गर्दैछु भन्दाखेरि मैले के बनाउँदैछु अब पहिला सुरु मैले क्लास बनाउँछु हैन अब हेर पहिला सुरु हामीले के गर्थ्यौं हामीले जुन प्रोसिड्युर ओरिएन्टेड थियो नि टप टु डाउन अप्रोचमा के हुन्थ्यो पहिला हामीले मेन फाइल बनाउँथ्यौं अनि त्यसपछि बल्ल के गर्थ्यौं त हामीले अनि अरु गर्थ्यौं हैन अरु फंक्सनहरु बनाउँथ्यौं तर हाम्रो अब्जेक्ट ओरिएन्टेड भनेको कन्सेप्ट के रहेछ त टप टु डाउन टु अप अप्रोच हो नि त डाउनबाट अप भनेपछि पहिला हामीले मेन फाइल लेख्दैनौं कि पहिला के गर्छु त पहिला अरु मोडुलहरु लेख्छु अनि बल्ल मेन फाइलमा जान्छु हैन भनेपछि हामीले यहाँ सुरुमा पहिला के बनाउँछु त पहिला क्लास बनाउँछु मैले पहिला अब क्लास बनाउँछु हैन क्लास बनाउन लागि त मैले अब मेरो फर्स्टमा क्लास बनाउँदा फेरि यो स्मल हुनुपर्छ है यो कुरा ध्यान दियौ है यो स्मल हुनुपर्छ क्लासको यो कीवर्ड हो अब क्लासको नाम मैले के दिन खोजेको थिए क्लास रेक्टेंगल दिए हैन अब मैले हेर क्लास रेक्टेंगल गरे अब मैले यो स्टार्ट गरे क्लोज पनि अहिले नै गर्छु है किनकि त्यो भने मलाई पछि कन्फ्युजन हुँदैन के अब मैले यो क्लासमा युज गर्नुपर्ने मलाई दुईटा प्रपर्टी छ यो रेक्टेंगलको हैन के छ प्रपर्टी int length 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 अर्को int breadth यही त हो नि दुईटा प्रपर्टी breadth हैन int breadth यो दुईटा हो नि एउटा उसको प्रपर्टी एउटा रेक्टेंगलमा हुने प्रपर्टी यही दुईटा हो अब मैले यसमा मैले के गर्नुपर्छ त अब मैले डिफरेंट फंक्सनहरु गर्छु है यसलाई सेट र गेट गर्ने मैले के गर्छु त अब फंक्सनहरु मेथडहरु लेख्छु हैन अब यसको लागि तर हाम्रो फंक्सन भनेको जहिले पनि के हुनुपर्छ त पब्लिक हुनुपर्छ किनकि त्यो क्लास भन्दा बाहिरबाट पनि एक्सेस गर्ने हुनु पर्यो नि त मैले पब्लिक दिए अनि यो कोलन दिए हैन यो बिर्सिनु हुँदैन सेमिकोलन दिने हैन है यो ठाउँमा यो पब्लिक pub lic लेखेको छ नि यहाँ यो सेमिकोलन दिने हैन कि कोलन दिनुपर्छ है अब म अझ अगाडि बढ्छु अब मैले मेरो फंक्सनहरुको नाम लेख्छु है फंक्सनको नाम लेख्दा फेरि मैले के गर्नु पर्यो त नामसँग मिल्दोजुल्दो लेख्नु पर्यो पहिला सुरु म के गर्छु त सेट गर्ने फंक्सन लेख्छु void void गर्छु किनकि रिटर्न टाइप हुँदैन त्यसमा अब मैले सेट गर्नु पर्यो सेट length गरे अब मैले सेट गर्नलाई मैले कुनै लेन्थको भ्यालु सेट गर्नलाई मलाई के चाहिन्छ त एउटा प्यारामिटर युजरले मलाई लेन्थ भनेर पठाएको हुनुपर्छ हैन मैले त्यही भएर यसलाई के गर्छु त अब intl गरे यसलाई मैले क्लोज गरे ठीक छ अब फेरि मैले अब यसको स्टार्टिङ गर्छु क्लोज यही गर्छु हेर है पहिला सुरु यो हेर कसरी गरे पछि मजाले गर्दा हुन्छ अब यसलाई सेट गर्नु पर्यो अब लेन्थको भ्यालु सेट गर्नु छ मलाई length यो लेन्थ हो है यो लेन्थ भनेको चाहिँ मैले किनकि यो दुईटालाई अपरेसन गर्नु छ कि मैले यो दुईटा माथि मैले काम गर्नु छ नि त त्यही भएर मैले फर्स्टको लेन्थ छ त्यसपछि ब्रेथ छ हैन अब लेन्थको भ्यालु मैले दिनुपर्ने हुन्छ अब लेन्थको भ्यालु मैले के सेट गरे त l सेट गरे अब यो चाहिँ मैले लेन्थ सेट गर्नलाई गरे हैन मेरो एउटा फंक्सन बन्यो अब मैले अर्को पनि फंक्सन बनाउनु पर्छ के फंक्सन भन्दा फेरि सेट ब्रेथ गर्ने बनाउनु छ मलाई void set breadth गरे हैन अब ब्रेथ सेट गर्नु छ int b गरे यो किन मैले int b गरेको थाहा छ कि यो युजरले सप्लाई गर्छ के यो भ्यालु अहिले पछि हैन अब यसको स्टार्टिङ गरे यसको क्लोजिङ पनि यही गरे है यही बानी लगाऊ है त्यो भएर तिमीलाई के सजिलो हुन्छ त पछि त्यो कर्ली ब्रासेसहरु मिस हुने यस्तो चान्सेसहरुबाट तिमीले के हुन्छ आफुलाई प्रिभेन्ट गर्न सक्छौ अब ब्रेथको भ्यालु सेट गर्छु breadth ब्रेथ इक्वल्स टु b गरे बाहिरबाट युजरले दिएको भ्यालु हो त b भनेको हैन बाहिरबाट युजरले दिएको b को भ्यालु मैले के गर्छु त यहाँ रेक्टेंगल भित्र क्लास भित्र मैले ब्रेथ भन्नेमा सेभ गर्छु अब यो दुईटा मैले फंक्सन लेखे हैन यो दुईटा फंक्सन मैले के को लागि लेखे भन्दा सेट गर्नको लागि गरे अब मैले गेट गर्नको लागि मैले अर्को दुईटा फंक्सन लेख्नु पर्ने छ हैन अब हेर फेरि अब मैले गेट गर्दा फेरि त्यसको रिटर्न टाइप त हुन्छ नि हैन त्यो रिटर्न टाइप हुने भएर मैले के गर्छु int
इन्ट भनेको त्यसको रिटर्न टाइप हो है। इन्ट गेट लेन्थ, यो गेट लेन्थ भनेको चाहिँ यो रेक्टेङ्गल क्लासभित्र लेन्थ भन्ने जुन भ्यालु छ नि त्यो गेट गर्नको लागि युज गरिएको होइन। अब यसको प्यारामिटर त हुने भएन केही पनि। अब यसको स्टार्टिङ गर्छु, यसको क्लोजिङ गर्छु। अब लेन्थ मलाई चाहिएछ, लेन्थ चाहिएछ भने मैले के दिनु पऱ्यो त, रिटर्न LENGTH गरेँ। ठिक छ, यो मैले लेन्थको लागि गरेँ। मैले यसै गरी अब मैले के को लागि गर्छु त, INT गेट BREADTH गरेँ, स्टार्टिङ गरेँ, क्लोजिङ यही गरेँ। अब मैले यसको RETUR रिटर्न BREADTH गरेँ। ठिक छ यहाँसम्म। अब यति गरेपछि अब अलिकति बिलाएँ है मैले। अब यति मेरो 4वटा फङ्सन रेडी छ। यो सेट लेन्थ भन्ने एउटा फङ्सन छ, त्यसपछि सेट ब्रेथ भन्ने एउटा फङ्सन छ, गेट लेन्थ भन्ने एउटा फङ्सन छ, अनि गेट ब्रेथ भन्ने एउटा फङ्सन छ। ठिक छ यहाँसम्म। अब यो क्लासको एन्डिङ हो नि यो भनेको त होइन, यो अहिले जहाँ पिलपिल गरिरहेको छ नि यो भनेको के हो त, क्लासको एन्डिङ हो। अब क्लासको एन्डिङमा तिमीले जहिले पनि के दिनुपर्छ त, यो सेमिकोलन दिनु बिर्सिनु हुँदैन है, जहिले पनि नबिर्स। अब मेन कुराहरू हेर है, मैले क्लास बनाएँ, रेक्टेङ्गल भन्ने क्लास बनाएँ, क्लासको यो सी जहिले पनि के हुन्छ, स्मल लेटरमा हुन्छ। त्यसपछि यो रेक्टेङ्गल भनेको के हो त, क्लासको नाम हो। त्यसपछि क्लासको दुईटा प्रपर्टी छ, यो रेक्टेङ्गल भन्ने क्लास, रेक्टेङ्गल भन्ने के हो त, रियल वर्ल्ड इन्टिटी हो नि त। हामी त्यसलाई के गर्छौँ, त्यसको क्लास बनाएर त्यसको अब्जेक्ट बनाउँछौँ नि त होइन। अब भनेपछि रेक्टेङ्गलको बेसिकली हुने दुईटा प्रपर्टी छ। के छ प्रपर्टी भन्दा, एउटा लेन्थ छ, एउटा ब्रेथ छ। यसको आधारमा हामी पछि के फाइन्ड गरौँ ल होइन, पछि अपरेसन अरू अपरेसनहरू गरौँ ल। अब मैले यसमा 4वटा फङ्सन लेखेँ, यसलाई पहिला मैले पब्लिक गरेँ। किन पब्लिक गरेँ भन्दाखेरि यो किनकि बाहिरबाट क्लासभन्दा बाहिरबाट पनि यसलाई एक्सेस होस् भनेर मैले यसलाई पब्लिक गरेँ। अब सेट लेन्थ भन्ने फङ्सन बनाएँ, सेट ब्रेथ गर्नलाई फङ्सन बनाएँ, गेट लेन्थ गर्नलाई फङ्सन बनाएँ, त्यसपछि अनि गेट ब्रेथ गर्नलाई एउटा फङ्सन बनाएँ। मैले 4वटा फङ्सन बनाइसकेँ होइन। भनेपछि एउटाको लागि तिमीले दुईवटा फङ्सन बनाएर छ, एउटा प्रपर्टीको लागि दुईवटा फङ्सन बनाएर, त्यो भनेको के सेटर गेटर गर्यो है, यसलाई सेटर गेटर पनि भनिन्छ है। अब यो सक्यो। अब हेर हामी कुन अप्रोचमा गइरहेछौँ त, कुन अप्रोचमा गइरहेछौँ, डाउन टु अप अप्रोच हो नि त यो त। भनेपछि पहिला हामीले मेन फङ्सन त हामीले कहिले लेख्छौँ त, पछि लेख्छौँ। अब बल्ल मेन फङ्सन लेख्छौँ। यो हामीले के लेख्यो अहिलेसम्म, यो अहिले के लेखेको हामीले, के लेख्यो, यो अहिले हामीले लेखेको के हो त, क्लास हो। पहिला सुरु हामीले यो गऱ्यो नि त। अब बल्ल मेन फङ्सन लेख्छौँ। मेन फङ्सन भनेको भोइड होइन, भोइड मेन। यो त पहिलाबाट गरेर आयो नि, पहिलाबाट थाहा छ सबैलाई हजुर। गेट ब्रेक त यहाँ छ अलरेडी, हेर त यहाँनिर मैले यही हालेको छु कि भयो, म छेउमै हाले भएर है, बुझ्यो कहाँनिर, ए सरी यहाँ बिर्सेछु। ठिक छ है, यहाँसम्म कन्फ्युजन छैन है, सबैलाई क्लियर छ। अब मैले भोइड मेन लेखेँ है। अब भोइड मेनको मैले के गर्छु त, स्टार्टिङ गरेँ, क्लोजिङ पनि यही गर्छु है। यहाँसम्म ठिक छ। भोइड मेनको यसलाई मैले इन्टर हालेँ, ठिकै छ, कन्फ्युजन। अब मैले सुरुमा के गर्छु त, भोइड मेन लेखेपछि CLR SCR गरिहाल्छु। ठिक छ। अनि अर्को एउटा बिचमा मलाई के चाहिन्छ, गेट CS पनि चाहिन्छ नि त अहिले। गेट CS पनि मैले यहाँ गरेँ, यति गरेँ ल। अब यहाँसम्मको मैले चिजलाई मैले के गर्छु त, एकचोटि फेरि सेभ गर्छु। ठिक छ। अब यहाँसम्म मैले गरेँ होइन। अब मैले मेरो मेन काम रेक्टेङ्गल छ, रेक्टेङ्गलको मैले एउटा फाइन्ड गर्नुपर्ने के हुनसक्छ, मलाई एरिया अफ रेक्टेङ्गल फाइन्ड गर्नु पऱ्यो होइन। एरिया अफ रेक्टेङ्गल फाइन्ड गर्नलाई मलाई अब के गर्नु पऱ्यो त, अब एउटा INT एरिया भनेर मैले डिक्लेयर गर्नुपर्छ हो। यहाँसम्म ठिक छ सबैको। अब मैले इन्ट एरिया भनेर मैले एउटा सेट गरेँ भने अब एरिया मलाई फाइन्ड गर्नु पऱ्यो होइन। एरिया फाइन्ड गर्नलाई मलाई दुईवटा प्रपर्टी के चाहिन्छ त, लेन्थ र ब्रेथ चाहिन्छ। अब सिन्स मैले अब अघि नै एउटा क्लास भन्ने एउटा रेक्टेङ्गल भन्ने क्लास बनाएको थिएँ नि, अब यसलाई अब्जेक्ट बनाउँछु म त्यसको। रेक्टेङ्गल RECTANGLE रेक्टेङ्गलको R भनेर मैले के बनाएँ, रेक्टेङ्गल R1 भन्ने मैले के बनाएँ त, अब्जेक्ट बनाएँ कि अब है। यो बुझ्यो किन गरेको R1 भनेर, मैले अब R1 भनेर अब्जेक्ट बनाएँ। अब म अब यसको भ्यालु सेट गर्छु कि यो जुन मैले बनाएको छु नि, के भन्छ, मैले जुन यो अब्जेक्ट बनाएको छु नि, अब यो अब्जेक्टमा मैले लेन्थ र ब्रेथको भ्यालु मैले दिन्छु। R1 डट R1मा मैले के फङ्सन छ एउटा, त्यो भ्यालु सेट गर्ने, सेट लेन्थ गर्ने एउटा मसँग फङ्सन छ है। R1 डट SETLENGTH गरेँ होइन, सेट लेन्थ गरेँ। कति लेन्थ मलाई सेट गर्नु पऱ्यो त त्यो अब्जेक्टमा,
ल मलाई 5 गर्नु पर्यो, मैले 5 गरेँ। अब मलाई फेरि अर्को के गर्नु छ त, अब ब्रेथ पनि त सेट गर्नु छ नि मलाई। R1 भन्ने रेक्ट्याङ्गलको मलाई ब्रेथ सेट गर्छु, ब्रेथ BREADTH गरेँ, कति दिउँ मानौ 3 दिएँ मैले, ब्रेथ 3 दिएँ। हेर मैले के गरेको छु, रेक्ट्याङ्गलको भ्यालु सेट गरेको छु मैले, लेन्थ पनि सेट गरेँ, ब्रेथ पनि सेट गरेँ होइन। अब मलाई के फाइन्ड गर्नु छ त, एरिया फाइन्ड गर्नु छ। एरियाको फर्मुला के हो, L इन्टु B हो नि त होइन, तर मैले डाइरेक्टली L इन्टु B गर्न मिल्छ, मिल्दैन। अब मैले के गर्छु त, मलाई त R1 भन्ने जुन रेक्ट्याङ्गल छ नि त्यसको चाहिँ मलाई खासमा एरिया फाइन्ड गर्नु छ नि त होइन। त्यो भएपछि मैले के युज गर्नु पऱ्यो त, R1 डट R1 भयो नि त। अब R1 को मलाई ऊ चाहियो, के चाहियो अरे, लेन्थ चाहियो, गेट लेन्थ गर्छु। जब मलाई भ्यालु चाहिन्छ मैले गेट लेन्थ गरेँ, ठिक छ। यति गरेपछि मलाई के दिन्छ यसले, R1 को लेन्थको भ्यालु दिन्छ। अब मलाई ब्रेथ चाहियो, एस्ट्रिक R1 डट गेट BREADTH गरेँ। हेर यो फर्स्टको R1 डट गेट लेन्थले मलाई के दिइरहेछ, लेन्थ दिइरहेछ। अनि सेकेन्डको R1 डट गेट ब्रेथले के दिइरहेछ त, मलाई R1 भन्ने रेक्ट्याङ्गलको मलाई के दिइरहेछ, यसले ब्रेथ दिइरहेछ। एरिया भनेको यही हो, एरिया मेरो क्याल्कुलेट भइसक्यो। अब यसलाई मैले सी आउट गरेर हेरौँ है त, सी आउट गर्छु, द एरिया अफ रेक्ट्याङ्गल इज होइन। अब मैले यसलाई क्लोजिङ पनि गरेँ है। अब यसलाई मैले यो दिएँ, अब एरिया माथि फाइन्ड गरेको छु मैले, एरिया हालेँ, गेट CS मैले गरेकै छु, यहाँसम्म गरेँ है। अब यसलाई मैले सेभ गरेँ। अब कम्पाइल गरौँ, केही प्रब्लम आएको छ कि आएको छैन। हेर 0 एरर आएको छ भनेपछि मेरो यसमा एरर छैन। मैले अब यसलाई के गर्न सक्छु त, रन गर्न सक्छु। अब रन गरेर हेर्छु मेरो आउटपुट आयो कि आएन। मेरो आउटपुट आउनुपर्ने कति भन्नु त, मैले 5 दिएछु लेन्थ, 3 दिएछु, 15 आउनु पर्यो। अब आयो कि आएन हेर्छु, द एरिया अफ रेक्ट्याङ्गल 15 आयो। अब हेर है एउटा कुरा, अब तिमीले भन्नौ यो डाइरेक्टली मैले L इक्वल्स टु यु गरेर गर्न सक्थेँ, ब्रेथ इक्वल्स टु यु गरेर मैले डाइरेक्टली गर्दा हुन्थ्यो भन्ने सोच्यो होइन। सरले किन यति लामो गरायो त्यही सानो तरिकालाई, यो त हामीले सिम्पल क्वेसन भएर यो चाहिँ खासमा क्लास कसरी बनाउने भनेर देखाउनको लागि मात्र मैले सिम्पल तरिकाले गरेँ होइन। यो भनेको त के त अलिकति लास्ट टाइपको प्रब्लमहरू छ भने त्यस्तोको लागि चाहिँ यसले हेल्प होस् भनेर यो गरेको है। त्यही भएर यो चाहिँ कसरी भइरहेछ फेरि फ्लो बुझ है, फेरि म भनिरहेको छु है। अब हेर मैले रेक्ट्याङ्गल भन्ने क्लास बनाएँ, अब यसमा लेन्थ र ब्रेथ छ त्यसको। अब यसको मैले के गर्नुपर्छ त, यहाँले अब्जेक्ट बनाउनुपर्छ। यहाँ मैले अब्जेक्ट बनाएँ, रेक्ट्याङ्गल R1 भनेर यहाँ मैले अब्जेक्ट बनाएँ, यो R1 भन्ने अब्जेक्ट छ। अब यो अब्जेक्टको चाहिँ मैले के गर्छु त, अब यो अब्जेक्टमा चाहिँ मैले सेट लेन्थ भनेर के सेट गर्छु, मैले भ्यालु सेट गर्छु। अनि सेट ब्रेथ गरेर मैले अर्को भ्यालु सेट गरेँ। अब एरिया फाइन्ड गर्न मैले यो गरेँ भने मैले के भयो त, त्यो R1 भन्ने उसको चाहिँ मैले यहाँनिर भ्यालु सेट गर्न पाएँ। अब यसैमा मानौँ न, अब अर्को पनि रेक्ट्याङ्गल छ अरे, दुईवटा रेक्ट्याङ्गलको केस आयो अरे, R2 भनेर मैले गरेँ भने यहाँ के भइरहेछ, दुईवटा रेक्ट्याङ्गलको कुरा छ नि त। अब यो त मैले R1 को लागि सेट गर्नेलाई लेखेँ होइन। अब मलाई R2 को लागि पो लेख्नु पर्यो नि। अब R2 को लागि लेख्नलाई के गर्नु पर्यो, दुईवटा रेक्ट्याङ्गल छ भने R2 डट सेट LENGTH। अब यस्तो भन न, यदि तिम्रो 50 वटा स्टुडेन्ट छ भने 50 वटा स्टुडेन्टको मैले यसरी सेट गर्नु, त्यो घरिघरि क्याल्कुलेट गर्नुभन्दा मैले एउटा क्लास मात्र बनाएर सेट गर्न सक्छु नि त होइन। R2 डट सेट BREADTH गरेँ होइन, यसको 8 गरेँ, ठिक छ। अब मैले फेरि अब एरिया, अब हेर यो त एरिया त यो त उसको भयो नि त। अब मैले यहाँ दुईवटा एरिया चाहिएछ, इन्ट एरिया यसलाई 1 भन्छु म, यसलाई 2 भन्छु, इक्वल्स टु 0 गरेँ। अब तल यो त एरिया 1 फाइन्ड गरेको नि त, एरिया अफ रेक्ट्याङ्गल 1 फाइन्ड गरेँ। अब म फेरि तल जान्छु, मैले के गर्छु, एरिया 2 इक्वल्स टु R2 डट गेट LENGTH गरेँ। अनि फेरि यसलाई एस्ट्रिक गरेँ। अब यही कुराहरू हामी फेरि त्यो क्लासभित्र पनि लेख्न सक्छौँ है, एरिया फाइन्ड गर्ने कुरा। पहिला यो सिम्पल क्लास बनाएर गर, अनि त्यसपछि अब नेक्स्ट प्रोग्राम चाहिँ हामी फेरि त्यहीभित्र फाइन्ड गर्ने गर्छौँ। यो एरिया 1 को हो। अब एरिया R2 यो R2 डट ब्रेथ हो होइन। अब यो एरिया 1 फाइन्ड गरेँ। अब यहाँनिर एनडिएल लेखेँ। अब सी आउट अनि द एरिया अफ रेक्ट्याङ्गल RECTAN रेक्ट्याङ्गल, द
रेक्टेङ्गल RECTANGLE रेक्टेङ्गल 2 इज गरेँ होइन। अनि मैले यसलाई क्लोज गरेँ, एरिया 2 फाइन्ड गरिसकेँ मैले। अनि यति गरेपछि यो क्लोज गर्दाखेरि अब मेरो आउटपुट आउने भयो है। यो चाहिँ रेक्टेङ्गल 1 हो है। यहाँसम्म ठिक छ। मैले सेभ गर्छु है, सेभ गरेँ। अब मैले यसलाई के गर्छु, कम्पाइल गर्छु। एरर छ छैन। अब मैले यसलाई के गर्छु, रन गर्छु। हेर आयो भनेपछि हेर मैले क्लास बनाएर मलाई के फाइदा भयो भन्दाखेरि मैले घरिघरि अब मैले त्यो रेक्टेङ्गल 1 मसँग मानव 50वटा रेक्टेङ्गल भने मैले के गर्न सक्छु, अब खालि मैले अब्जेक्ट बनाउँछु कि रेक्टेङ्गल 1 रेक्टेङ्गल 2 रेक्टेङ्गल 3 भनेर अब्जेक्ट बनाउँछु। जसरी मैले R1 R2 R3 गर्दै गएँ अनि मैले हरेकको लागि त्यसरी भ्यालु सेट गर्दै गएँ। मैले लुपमा पनि चलाउन सक्छु त्यही कुरा होइन। यो सिम्पल भयो। अब पहिला सुरु एकचोटि यो गर होइन। अनि